नारायणजी हामी एउटा सानो कुरा राख्यौँ है। अब तपाईँ प्रधानमन्त्रीको एउटा प्रत्यक्ष दाबी गरेर यो झापाको क्षेत्र नम्बर 5 मा आइराख्नु भएको छ। तर अब तपाईँ कुनै क्षेत्रभन्दा पनि यो सिङ्गो देश परिवर्तन हो। अहिले युवाहरू वैदेशिक रोजगारमा युवाहरू ड्रेन भइरहेको अवस्था छ। ल कति तपाईँमाथि आरोप छ देशको एउटा दिगो विकासको लागि जनजीविकाको लागि उहाँको एजेन्डा के हो र वैचारिक र सिद्धान्तको आधारमा उहाँको नीति के हो यो अलिकति स्पष्ट पारिदिनु पर्यो। हाम्रो आधिकारिक रूपमा चाहिँ अहिले फागुन 4 गतेभन्दा अगाडि मेनिफेस्टो चुनाव प्रचार भोट हाल्ने त्यस्तो भनेर हिँड्ने मिलेर अहिले चाहिँ सामान्य भेटघाट गर्दै हो हामीले। अब त्यही भएर देशकै लागि भएर झापा पाहाडमा मात्रै बसिरहेको छैन नि त, माथि पूर्वको पाहाडदेखि लिएर पश्चिमको पाहाडदेखि लिएर सबै ठाउँको बुझ्दाखेरि सबै ठाउँको समस्या फरक फरक छ। एकै खालको त छैन। जुम्लाको समस्या फरक खालको छ, ताप्लेजुङको फरक खालको छ, झापाको फरक खालको छ, काठमाडौँको फरक विशिष्टताको आधारमा भन्नुभयो। जस्तै साधारण कुरामा पैसै नहुनेले पनि शिक्षा र स्वास्थ्य पाउनु पर्यो, पैसा हुनेले आफ्नो व्यापार व्यवसाय रोजगारी गरेर बस्न पाउनु पर्यो। बेसिक नीति चाहिँ त्यही नै हो।